हरियाली, जहाँ सब और खुशहाली। तपाईको माझ तराईको आवाज रेडियो बिरगन्ज 89 मेगाहर्ज। रेडियो बिरगन्ज टाइम चेक अहिले 4 बज्यो। नमस्कार, रेडियो बिरगन्ज.com लगन गरी संसारभर र रेडियो पोखरिया 105.8 मेगाहर्जको साथै रेडियो जनकनन्दनी 95.5 मेगाहर्जबाट समेत एकैसाथ प्रसारण भइरहेको रेडियो बिरगन्ज 79 मेगाहर्जको अपराह्न 4 बजेको न्युज अपडेटमा स्वागत गर्छु। म चन्द्रकान्त महतो थारू। वीरगंज प्रधान कार्यालय रहेको मध्य प्रदेशको एकमात्र विकास बैंक कर्पोरेट डेभलपमेन्ट बैंक अब गीता मन्दिर रोडको आफ्नै भवन कर्पोरेट बिल्डिङबाट कारोबार। मुद्दतीमा सर्वाधिक 7% र बचतमा 5.25% सम्म ब्याज र कर्पोरेट 50 फिक्स खातामा 5.50% ब्याज सहित कर्पोरेटको सरल तथा सुलभ कर्जा योजनाहरू मार्फत छोटो समयमा कर्जा लगायत सम्पूर्ण ब्याङ्किङ सुविधाको लागि कर्पोरेट डेभलपमेन्ट ब्याङ्क लिमिटेड। सम्पर्क नम्बर 051 531 031। फर्स्ट चोइस फाइनान्शियल फ्रेन्ड। मित्र राष्ट्र भारतको 77औं गणतन्त्र दिवसको अवसरमा आज वीरगन्ज स्थित भारतीय महावाणिज्य दूतावास कार्यालयमा झण्डोत्तोलन कार्यक्रम सम्पन्न भएको छ। कार्यालय परिसरमा आयोजित कार्यक्रममा भारतीय महावाणिज्य दूत देवी सहाय मीणाले झण्डोत्तोलन गर्नुभएको थियो। जिल्ला स्थित सुरक्षा अधिकारी, समाजसेवी, राजनीतिज्ञ, उद्योगी, व्यवसाय साथै सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको गणतन्त्र दिवस समारोहमा छात्र छात्राहरूले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। यसैबीच महावाणिज्य दूत मीणाले विज्ञप्ति जारी गर्नुहुँदै नेपालमा रहेका भारतीय समुदाय तथा भारतका मित्रहरूप्रति बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ। महावाणिज्य दूत मीणाले भारत नेपाल बीचको ऐतिहासिक मित्रता, आपसी समझदारी र सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्दै शिक्षा, स्वास्थ्य, पूर्वाधार, संस्कृति तथा जनस्तरको सम्बन्ध विस्तारमा भारत सरकार निरन्तर सहयोगरत रहेको उल्लेख गर्नुभएको छ। नेपाली कांग्रेसका सभापति गगन कुमार थापा उम्मेदवारी दर्तापछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र पुग्नु भएको छ। भावी प्रधानमन्त्रीको उम्मेदवार समेत घोषणा गरिएका गगन आज पहिलो पटक मधेस आइपुग्नु भएको हो। यसअघि वारिस मार्फत मनोनयन दर्ता गराउनुभएका गगनले नै सर्लाही निर्वाचन क्षेत्र नम्बर 4 का नेताहरूसँग काठमाडौँमा निरन्तर भेटघाट गर्नुभएको थियो। तर आज उम्मेद्वार बनेपछि बाराको सिमरा विमानस्थल आइपुग्दा सर्लाही, बारा लगायत तराईका जिल्लाबाट सभापति थापाको स्वागतका लागि ठूलो संख्यामा कांग्रेसका कार्यकर्ताहरूको भीडभाड देखिएको थियो। थापा सर्लाही आउने भएसँगै अब की बार गगन सरकार भन्दै नारा समेत लगाएका छन्। थापाले काठमाडौँ क्षेत्र नम्बर 4 छोडेर सर्लाही निर्वाचन क्षेत्र नम्बर 4 बाट उम्मेदवारी दिनुभएको हो। बारा जिल्लाको कलैया घर भई नवलपरासीको केउरेनीमा अध्ययनरत एक बालिकाको स्कुल बसको ठक्करबाट ज्यान गएको छ। देउचुली नगरपालिका 1 केउनेरीमा आफ्नै पढ्ने विद्यालय बसको ठक्करबाट 4 वर्षीय बालिकाको मृत्यु भएको हो। मृत्यु हुनेमा बारा जिल्ला कलैया नगरपालिका 6 स्थायी घर भई हाल देउचुली 1436 घरे बस्ने बिबु पासवानको 4 वर्षीय छोरी सुषमा कुमारी पासवान रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ। नेपाल नमुना मावि केउरेनीको लु 1 क 3814 नम्बरको बसले ठक्कर दिँदा सोही विद्यालयमा कक्षा नर्सरीमा अध्ययनरत 4 वर्षीय बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दाघाट सुस्ता पूर्वका प्रहरी उपरीक्षक युवराज खड्काले बताउनुभयो। महिन्द्रा एन्ड महिन्द्रा ग्रुपको नेपालका लागि आधिकारिक विक्रेता अग्नि ग्रुपले महिन्द्राका नयाँ इलेक्ट्रोनिक सवारी साधन
BE6 र XEV 9E मोडल वीरगञ्जमा औपचारिक रूपमा सार्वजनिक गरेको छ। वीरगञ्जको भिस्वा होटेलमा आयोजित एक समारोह बीच उक्त नयाँ EV मोडेलहरू लन्च गरिएको हो। महिन्द्राले नेपालमा आफ्नो व्यवसायको सुरुवात करिब 35 वर्ष अघि वीरगञ्जबाटै पहिलो सोरुम खोल्दै गरेको थियो भने हाल देशभर आफ्नो बजार विस्तार गरिसकेको छ। कार्यक्रममा महिन्द्राका नेपाल तथा भुटानका लागि मार्केटिङ प्रमुख चैतन्य केलकरले नयाँ EV गाडीका विशेषताबारे जानकारी दिँदै हालसम्म नेपालमा उपलब्ध भएका EV गाडीहरूमध्ये यो मोडेल उत्कृष्ट रहेको बताउनुभयो। पर्साको ठोरी गाउँपालिकाबाट ठूलो परिमाणको लागु औषध गाँजासहित एकजना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरी टोलीले ठोरी गाउँपालिका 4 विशाल चोक निवासी 34 वर्षीय सुरेश श्रेष्ठलाई उनकै घरबाट पक्राउ गरेको हो। विशेष सूचनाको आधारमा गरिएको खानतलासीका क्रममा 55 केजी गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका श्रेष्ठमाथि लागु औषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत पर्साबाट 10 दिनको म्याद थप भई अनुसन्धान भइरहेको छ। प्रहरीका अनुसार गाँजा घरभित्र लुकाई छिपाई राखिएको अवस्थामा फेला परेको हो। सर्लाहीको लालबन्दी नगरपालिका 1 नवलपुरमा अवैध ढङ्गले सञ्चालित आयुर्वेद औषधालयले पाइल्सको अपरेसन गर्दा एक युवतीको मृत्यु भएको छ। हिजो दिउँसो नवलपुर चोक नजिक मोहन आयुर्वेद औषधालयमा पाइल्सको अपरेसन गर्दा लालबन्दी नगरपालिका 2 पुनर्वासका विपेन्द्र पासवानकी छोरी 18 वर्षीय हङसु पासवानको मृत्यु भएको हो। अपरेसनको क्रममा युवती अचेत भएपछि थप उपचारका लागि परिवारका सदस्य र आयुर्वेदका सञ्चालक तथा वैद्य राम विनय शाहले नमुना अस्पताल हरिवनमा लगेका थिए। अस्पताल पुर्याउँदा चिकित्सकले युवतीलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। वीरगञ्ज महानगरपालिका वडा नम्बर 7 रेलवे रोड स्थित एसबी ट्रेडिङमा प्रहरीले छापा मारेर 25 लाख रुपैयाँ भन्दा बढी मूल्यको सामान बरामद गरेको छ। रेलवे रोड स्थित एक घरमा विकास गोयल सञ्चालक रहेको एसबी ट्रेडिङको गोदाममा वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरी टोलीले छापा मारेर बिल बेचक शङ्कास्पद रहेको करिब 25 लाख रुपैयाँ भन्दा बढी मूल्य बराबरको विभिन्न सामान बरामद गरेको हो। 74औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा नेपाल सरकार अर्थ मन्त्रालय अन्तर्गत भन्सार विभाग तथा वीरगञ्ज भन्सार कार्यालयको आयोजनामा आज वीरगञ्जमा प्रभात फेरी कार्यक्रम सम्पन्न भएको छ। वीरगञ्ज भन्सार कार्यालयका प्रमुख कृष्ण प्रसाद मैनालीको नेतृत्वमा आयोजित उक्त प्रभात फेरी भन्सार कार्यालय परिसरबाट सुरु भई वीरगञ्ज स्थित मितेरी पुलसम्म पुगेर पुनः भन्सार कार्यालयमा आएर समापन भएको थियो। प्रभात फेरी कार्यक्रममा वीरगञ्ज भन्सार कार्यालयका कर्मचारी तथा प्रतिनिधिहरू, क्लियरिङ एजेन्ट सङ्घका सदस्यहरू, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका प्रतिनिधिहरू, सुरक्षाकर्मी तथा अन्य सरकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा गएको पुस 3 गतेदेखि सुरु भएको बाघ गणनाको दोस्रो भागको काम सकिएको छ। चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर बाघ गणना गरिँदैछ। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार दोस्रो भागको समेत गणना सकेर क्यामेरा निकाल्ने काम सुरु गरिएको छ। त्यसका लागि तालिम दिएका 150 गणकहरू गणनामा खटिएका छन्। दोस्रो भागमा 13वटा क्याम्प बनाएर गणक खटिएको निकुञ्जका सूचना अधिकारी मगरले बताउनुभयो। यस भाग अन्तर्गत सौराहा खगेन्द्र मल्ली हुँदै लोथा प्रतापपुर हुँदै बोटे सिमरा सोमेश्वर बगै अम्बुवा हुँदै सिकारी बाससम्मको क्षेत्रमा क्यामेरा जडान गरेर गणना गरिएको थियो। ती क्यामेरा निकाल्न थालिएको हो। 5 वर्ष कैद सजाय तोकिएको एक फरार कसुरदारलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेमा वीरगञ्ज महानगरपालिका 20 बस्ने 31 वर्षीय अविनाश चौधरी भन्ने सुशील कुमार सिंह रहेका छन्।
उनले 2067 साल फागुन 22 गते साबिक वीरगञ्ज उपमहानगरपालिका 12 मा साबिक वीरगञ्ज उपमहानगरपालिका 13 घर भएका गणेश सराफलाई धारिलो हतियार बन्चरो प्रहार गरी घाइते बनाएको अभियोग छ। ज्यान मार्ने उद्योग तथा डाका सम्बन्धी कसुर मुद्दामा पर्सा जिल्ला अदालतबाट उनलाई 5 वर्ष कैद तोकिएको छ। सिंहलाई शनिबार वीरगञ्ज 20 स्थित सडकबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। रेबिज रोगको नियन्त्रण र न्यूनीकरण गर्ने उद्देश्यले जितपुर सिमरा उपमहानगरपालिकाले निशुल्क रेबिज खोप शिविर सञ्चालन गर्न लागेको छ। उपमहानगरपालिकाको पशुपन्छी विकास शाखाको आयोजनामा बाराका विभिन्न वडामा चरणबद्ध रूपमा खोप शिविर सञ्चालन गरिने जनाइएको छ। पशुपन्छी विकास शाखाका प्रमुख डाक्टर सुभाष झाले घरपालुवा कुकुर र बिरालालाई निशुल्क रेबिज खोप उपलब्ध गराइने जानकारी दिनुभयो। जारी गरिएको कार्यतालिका अनुसार माघ 12 गतेदेखि माघ 23 गते निशुल्क रेबिज खोप शिविर सञ्चालन हुनेछ। अधिकांश वडामा खोप शिविर वडा कार्यालय परिसरमै सञ्चालन गरिने जनाइएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सप्तरीको 4वटा निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ 7 जना महिला राजनीतिक दलको टिकट लिएर उम्मेद्वार बन्नु भएको छ। जिल्लाको क्षेत्र नम्बर 1 मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुष्पा चौधरी र नागरिक उन्मुक्ति पार्टीबाट टीका लक्ष्मी चौधरी, क्षेत्र नम्बर 2 मा नेपाल जनता पार्टीका तर्फबाट पूर्व सांसद रन्जु कुमारी ठाकुर र नेपाल मजदुर किसान पार्टीबाट नीलम कुमारी यादव, क्षेत्र नम्बर 4 मा नेपाली कम्युनिस्ट पार्टीबाट रुबी कुमारी कर्ण, जनता समाजवादी पार्टी नेपालबाट बबी सिंह यादव र आम जनता पार्टीबाट अनिता कुमारी चौधरी उम्मेद्वार बन्नु भएको हो। पर्सा क्षेत्र नम्बर 1 बाट जनमत पार्टीका प्रतिनिधि सभा सदस्यका उम्मेद्वार ओम प्रकाश सराफले वीरगञ्ज महानगरपालिका 16 इनरवा दक्षिण टोलमा घर दैलो तथा भेटघाट कार्यक्रम सम्पन्न गर्नुभएको छ। कार्यक्रमका क्रममा स्थानीयवासीहरूले फूलमाला र नाराबाजी सहित सराफको स्वागत गरेका थिए। जनसहभागिता उल्लेखनीय रहेको जनाउँदै आयोजकले वडा नम्बर 16 मा जनमत पार्टीप्रति समर्थन बढ्दै गएको बताएका छन्। स्थानीयसँग संवाद गर्दै सराफले विकास र परिवर्तनका लागि हर्न छापमा मतदान गर्न आह्वान गर्नुभयो। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि रौतहट जिल्लामा 541 मतदान केन्द्र निर्धारण गरिएको छ। जिल्ला निर्वाचन कार्यालय रौतहटका अनुसार जिल्लाका 4वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्र अन्तर्गत 157 वडामा 277 मतदान स्थल र 541 मतदान केन्द्र कायम गरिएको हो। सोमध्ये 152 मतदान केन्द्र अति संवेदनशील, 100 वटा संवेदनशील र 27 मतदान स्थल सामान्य रहेको जिल्ला निर्वाचन अधिकारी छोटेलाल दासले बताउनुभयो। रौतहट जिल्लामा कुल 4,36,611 मतदाता रहेका छन्। तीमध्ये 2,40,267 जना पुरुष, 1,96,343 जना महिला साथै 1 जना अन्य मतदाता रहेका छन्। निर्वाचनमा सामाजिक सञ्जाल मार्फत हुने आचार संहिता उल्लङ्घनको नियमन चुनौतीपूर्ण बन्दै गएको छ। प्रतिनिधि सभा चुनाव नजिकै गर्दा सामाजिक सञ्जालको दुरुपयोग थप पेचिलो बन्दै गएको छ। सामाजिक सञ्जालमा विदेशी भारतीय नम्बर प्लेटका गाडीहरूको प्रयोग, उम्मेद्वारको मानमर्दन हुने गरी नाराबाजी, भ्रामक भिडियो तथा तस्बिर प्रसारण जस्ता गतिविधि बढ्दै गएको छ। यस्तै उम्मेदवारी दर्ताका क्रममा 25 जना भन्दा बढी सहभागी हुन नपाउने र तडक भडक गर्न नहुने निर्वाचन आचार संहिता धेरै दल र उम्मेदवारले उल्लङ्घन गरेको पाइएको छ। अब खेल खबर। आइसिसी महिला टी20 विश्वकप क्रिकेटको ग्लोबल छनौटमा नेपाल समूह चरणबाटै बाहिरिएको छ। आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग 72 रनले पराजित भएको हो। स्कटल्यान्डले दिएको 141 रनको लक्ष्य पछ्याएको नेपाल 13 ओभर 5 बलमा 68 रनमा अल आउट भयो। त्यसैगरी कीर्तिपुरको त्रिवी क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङ गरेको स्कटल्यान्डले 140 रन बनाउँदै अल आउट भएको थियो। यो सँगै नेपालको सुपर 6 मा पुग्ने सम्भावना सकिएको छ। स्कटल्यान्डले भने सुपर 6 मा स्थान बनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार।
कोरिया एडभान्स्ड इन्स्टिट्युट अफ साइन्स एन्ड टेक्नोलोजीका अनुसन्धानकर्ताहरूले करिब 1 सेकेन्डमै गम्भीर रक्तश्वास रोक्न सक्ने अर्को पुस्ताको होमोस्टेटिक एजेन्ट रक्तश्वास रोक्ने तत्त्व विकास गरेको घोषणा गरेका छन्। एडभान्स फसनल मेटेरियल्स जर्नलमा विस्तृत रूपमा प्रकाशित यो आविष्कारलाई युद्ध मैदान र नागरिक आपतकालीन उपचार दुवैका लागि जीवन बचाउने प्रविधिमा एक ठूलो फड्को भनिएको छ। यस परियोजनाको नेतृत्व सामग्री विज्ञान र इन्जिनियरिङ विभागका प्रोफेसर स्टिभ पार्क र जैविक विज्ञान विभागका प्रोफेसर साङ योङ जोनले गरेका थिए। अनुसन्धान टोलीमा रिपब्लिक अफ कोरिया आर्मीका सक्रिय सैनिक अधिकारी र केएआइएसटीका पीएचडी विद्यार्थी मेजर क्युसुन पार्क पनि सामेल थिए। उनको सैन्य अनुभवले प्रयोगशालाको विज्ञान र वास्तविक युद्ध मैदानको आवश्यकता बीचको खाडललाई कम गर्न मद्दत पुर्याएको छ। हस्त रेडियोबिरगन्ज.com लगइन गरी संसारभर रेडियो पोखरी 105.8 मेगाहर्जका साथै रेडियो जनकनन्दनी 95.5 मेगाहर्जबाट समेत एकैसाथ प्रसारण भएको रेडियो बिरगन्ज 79 मेगाहर्जको अपराह्न 4 बजेको न्युज अपडेट सकियो। प्राविधिक मित्र डिम्पललाई धन्यवाद दिँदै म पनि बिदा हुन्छु। नमस्कार। तपाईँको माझ तराईको आवाज रेडियो बिरगन्ज 79 मेगाहर्ज।